साथीहरू आज खाना के खानुभयो नि हजुरहरूले? हेलो नमस्ते साथीहरू, के छ हालखबर? सबैजना सन्चै आरामै हुनुहुन्छ? मैले चाहिँ आज साँझको खानामा सिन्की र आलु पकाउँछु भनेर लागेको छु। यो सिन्की फेरि हाम्रा अरूले रुचाउन्न नि, त्यही पनि आज जेसुकै होस् भनेर म चाहिँ त्यही आलु र सिन्की पकाउँदैछु। बिहान उठो के पकाऊँ तरकारी, साँझ पर के पकाऊँ तरकारी, के हो पकाउने? मैले नै आज लौटो भनेर त्यही सिन्की पकाउनु जान छु। अब कता कता चाहिँ फेरि गुन्द्रुक भन्नुहुन्छ के अरे, हामीले त अब सिन्की जो भन्छौँ। सबै घरै गडेङ गुरुङ। यता भात पनि पाकिसक्यो, यो चाहिँ तात्ता चाहिँ खानुपर्छ, मिठो हुन्छ भन्नुहुन्छ तर। अनि मैले नै गाटाङ घुटुङ पारेर पकाएँ साथीहरू। यो भिडियो पनि 2 दिन जागर लाग्छ र बनाउँछु, अनि फेरि 2 दिन जनातन भिडियो बना 10 दिन हराउँछु। आज फेरि कताबाट जागर लाएर यसरी बनाएँ। आलु चाहिँ फेरि दिउँसो मैले उसिनेर राखेको थिएँ, अनि बाक्लो झोल हुन्छ भन्ने त्यो उसिनेको आलु राखेँ, पानी सानी राखेर एकदिन एकछिन पाक्नलाई छोडेँ साथीहरू। अनि यता चाहिँ दिउँसो मैले आलु पराठा बनाएको थिएँ नास्ता, त्यही आलु बची थियो, अनि त्यसैलाई त्यो अचार जस्तो चोखा हो कि के भन्छन् त्यही बनाउनलाई थोरै नुन र एउटा डल्ले काटेर राखिदिएँ। त्यहाँबाट फेरि तोरीको तेल र कागती मिसाएर यो पनि रेडी भयो साथीहरू। अब यता सिन्की पनि भल्क्यो, पाएको मजाले। अब खाना खाने बेला भयो। हजुरहरूले खानुभयो कि नै साथीहरू? हामीले चाहिँ खाइसक्यौँ। आजको लागि यति नै, गुड नाइट।